ओहो ओए हाम्रो गाउँमा चाहिँ अहिले डोजर आइसकेको छ साथीहरू। यहाँको यत्रो ठुलो रुख अब ढल्नेवाला छ। यो रुखले चाहिँ यहाँ तलतिरको घरलाई अलिकति असर पारेको हुँदाखेरि हैन यो रुख ढाल्न आँटेको हो। निकै बुढो पनि भइसकेको थियो यो रुख। टिरिक हुन्छ नि हैन साइला यसको? टिरिक हुन्छ नि है यसको? टिरिक हुन्छ नि हैन यसको? निकै ठुलो रुख थियो नि यो घाँस पलाउँदाखेरि अनि बर्सातको मौसममा चाहिँ पानी तल्लो घरको छानामा गएको हुँदाखेरि चाहिँ यो ढाल्नु आँट्या हो। हामी प्रकृति विरोधी चाहिँ होइन। अब रुख ढल्दैछ साथीहरू हेर्नुहोस्। ओए घर जाने भयो भाउजू। Yo, come on! मिल जाने भो भाउजू, मिल जाने भो। मिल जाने भो नि। यो ठुलो हाँगाले चाहिँ काका झर्छ कि क्या नि हेर्नु त। पुलिक भेटिन्छ कि भन्ने आश छ साथीहरू हामीलाई चाहिँ। त्यही भएर अघिदेखि हामी एकदमै ध्यान दिएर हेरिरहेको छौँ कि त्यो खनेको ठाउँतिर। यो ठुलो हाँगा जाँदाखेरि चाहिँ प्रब्लम। ओइ हे प्रभु भनेर जाप गर्दै गर्नु भाउजू। अहिले उता गयो भने गर्लाम गुल्नु होला घर। ऊ त्यो अर्को हाँगा छ नि काको। भोल्को कम्पनीको रहेछ फेरि हाम्रो डोजर। स्काइवेटर के भन्छ फेरि यसलाई चाहिँ? हाम्रोतिर चाहिँ यसलाई राक्षस भन्छ क्या होइन। राक्षस भर्सेस रुखको खतरा यहाँ लडाइँ चल्दैछ क्या फेरि। यो ठुलो हाँगा लड्दाखेरि चाहिँ उता गयो भने बर्बाद हुन्छ फेरि। घर सबै जान्छ। बुढाले आँट गर्नै सकेनन् है। बुढालाई अझै पनि आँट गर्न सकेको छैन कि। एउटा हाँगा तल झर अनि संसार पकाउँछ फेरि। यो ठुलो हाँगा तान्दाखेरि अर्को चाहिँ उतापट्टि गएको सानो हाँगा छ नि ऊ त झर अनि फेरि खानामा पुग्छ नि त फेरि घरमा। के गरौँ त भन्न अनेक सोचिरहेको नि बुढा। ओहो बडाप्पै गयो यार यो त। म सानै हुँदाखेरि पनि यत्रै थियो काका यो त। ए बडा हुँदाखेरि पनि यस्तै थियो? सानो थियो? पोथ्रो थियो? ए भनेपछि यो एकदमै 50-60 वर्ष भइसक्यो जस्तो छ होइन? भयो है?
अर्को भाँच्नु पर्यो तिमी यहाँ बसेर के सिकाउँदैछौ ए लु चलाउ त लु दाग दिन्छ मलाई ओइ 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 अब छोड्यो भने त गइगयो नि तल यो आयो 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 यसले नै अड्काइरहेको थियो अघिदेखि ला भाउजू मुटु ढुक्नु कस्तो भइरहेछ Yeah, come on. Oi. बर्बाद हेलो अब ढुक्का भाउजू ढुक्का हुनुभयो है अब साथीहरु काट से गर्दा नि हुन्छ हजुर म त नेपाली ए अब त्यो त कचाक कुचुक बनाइदिइहाल्छ नि है ओए कार भत्किने भयो नि त भल आउने हो नि त यार अब त यो रुखले कति रोकेको थियो होला क्या काका कचाक बनाइहाल्यो मेसिन भनेको यस्तो हुन्छ क्या काका बुझ्नुभयो नि अब गाह्रो चाहिँ लगाउनु पर्यो छैन छैन नि छैन र